काठमाडौँमा नयाँ लुटेराको प्रवेश। आफ्नो पेट्रोल हालेर समाज सेवामा रुचि हुनेले मात्रै याङ्गो प्रयोग गरेर पङ्गु हुनुहोला। लहै नेपाली बजारमा राइडर र चालकहरूलाई लुट्न नयाँ जोगीको प्रवेश भएको छ। सावधान हुनुहोला। मैले चाहिँ प्रयोग गरेर औडा भएर अनइन्स्टल गरेँ है रे। 30-40 रुपैयाँमा 3 किलोमिटर कुदेको हो मैले। गजबको कुरा चाहिँ यसमा जानुपर्ने ठाउँ र पाउने पैसा केही पनि देखाइँदैन। जब देखिन्छ तब थाहा हुन्छ कि म स्क्याममा परेछु। इनड्राइभ भन्दा चोर रहेछ साला। 5 टिप गरेको गधा बनायो। यो एपले प्यासेन्जरलाई मात्रै भलो हुने रहेछ, राइडर्स र चालकलाई फाइदा नै छैन। अनइन्स्टल गरे अरे। अनि अर्कोले इनड्राइभर पनि 1 नम्बरको ठग अरे। अनि अर्कोले भनेछ काम छैन, यो एप्स 12 किमीमा 422 मात्र आएको रहेछ। जाने ठाउँ र पैसा नदेखाउने रहेछ पहिला अरे। काम छैन, याङ्गोले के तेल हालिन्छ अरे। पठाउको अगाडि याङ्गो त्याङ्गो हुन्छ अरे। काम छैन हौ, एक क्यामको 10 पनि पाउँदैन हामीले रे। यो चाहिँ बाइक राइडर होला गाइज। जुन जोगी आए पनि उस्तै हो, खरानी दस्ने अनि शङ्ख फुक्ने रे। यो काम छैन है। 10 किलोमिटरको 450 जम्मा। गाइजहरू, सस्तो, सुरक्षित र भरपर्दो होस् बनाओस् भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। मन परे लाइक, सेयर, कमेन्ट गर्नुहोला।